यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको जस्तो जीवन बिताउँदैन, अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन, त्यो मानिस साँच्चै नै सुखी हुनेछ। धार्मिक मानिसले परम प्रभुको शिक्षा मन पराउँछ। ऊ परम प्रभुको शिक्षाहरूको विषयमा रात दिन सोचिरहन्छ। यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रुख जस्तै बलियो हुन्छ। ऊ ठिक समयमा फल दिने रुख सरह हो। ऊ पातहरू भएको रुख जस्तै हो जो मर्दैन। उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ। तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्। दुष्ट मानिसहरूलाई भुसलाई जस्तै हावाले उडाइलान्छ। यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन्, तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्। ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन, किनभने परम प्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ, तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।